झिगु तजिलजी सम्पदा संस्कृति खला बला नुगु पुलागु मे नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला इंडिजिनस टेलिभिजन नेवा सरोकार जाजुले दगलफा जी श्री कृष्ण महार्जन पाखे जुजुलपा लस्कुस्नापा आइवादनाथना थौया नेवा सरोकार जाजुले निर्वाचन क्षेत्र चुनाव ट्याकाउना विशेषतः ठौकुने नुगु संरचना कथ निर्माण जुगु संघीय संरचना 3 नम्बर प्रदेश गु ठा चाहिँ सोनिगो जख छिनसुङ्गु जिल्ला लाना चुङडु 3 नम्बर प्रदेश ना आतकै नीति जुया चुङडु 3 नम्बर प्रदेश या सांसद कथ ट्याका डिम किपु पाङ्गाया स्थानीयवासी नेपाली कांग्रेस पाखे वेक ट्यागु खसा वेक पुकार महार्जन त बनातेगु वेकलिसे 3 नम्बर प्रदेश सांसद तेगु भूमिका 3 नम्बर प्रदेश छुया टिंगु वेक पिनस गजौको ठ ज्याय नचना दिगु फे प्रसंगे सला बकिने पुकार जी दगन नम्बर थ ज्याजुले सिल जोजुलपा लस्कुस्नाता चिरा यको सुबादु 3 नम्बर प्रदेश जक्कमक्की देशयुत खलाउ खसान थइले नेपाली कांग्रेस प्रतिपक्ष लाना चौ खण्ड द स्थानीय तह निसेकया प्रदेश अथे नपनप संघीय संरचना संघीय प्रदेश उन्दासन वहे कठैबटी संघीय संसद न वहे अवस्था खण्ड द 3 नम्बर प्रदेश अवस्था छुडो चाहिँ कांग्रेसपति उपस्थिति कांग्रेस अनसुया फैबटी अवस्था दु गठेदु एमाले वो माओवादी छठा चुनिबले बहुमत पेलेना कांग्रेसपति पक्षधर सांसद तेबटी खैनी निमुखो अवस्था छन् याउ खण्डु कि छुडो आटको बैठक सिपि चुना दिउ ल्याख दसिया नापाथो इंडिजिनस टेलिभिजन सोया दिपि सकल भाजु मजे पिन्द जिउ जोजला पदु छि नेना दिउ क्वेशन गु ख 3 नम्बर प्रदेश जसे नापान छे अनु प्रदेश दुनि जुमा जी 110 सांसद मध्ये न फुकुइ एक मत छुडु रासा 3 नम्बर प्रदेश त छिसे एक नम्बर प्रदेश ना किनिउ दिउ छौ खे चाहिँ समत दु र आतको दु अन जुन जु गतिविधि मध्ये हैन जसैले आटको गतिविधि चाहिँ ठिकै हैन छौं कि अब आ छुरा छ छि 110 मध्ये न छि नेपाल कांग्रेसिया जम्मा 21 जना अले साझा पार्टी 3 जना अले रापबे न्यूया 2 जना निम अले छि नेमो किपया छम अले नया शक्ति छम दिमे उली प्रतिपक्ष दु तर आतको गु बैठक त सुचारू रूपमा निहन बना दु सुधार लाग्ने बना दु जिसैले आतको अयो स्थिति लखनमरु कने झिउन भूमिका छुजी राछ जिसे 1 नम्बर प्रदेश देखियो सवालले कया सहयोगले छिसे पूर्ण रूपमा हरदम सहयोगी आउख तर सरकारी गुण दोषी आधार छिसे सहयोगी मैले अवस्था दु अके जिसैले व सत्ता पक्ष जिम्द व प्रतिपक्ष त पेले मैल दिउ आशा नाप्नु दु यदि पहिले मै सिंगल लाछ हरेक चीज छियो सहयोगी आई तकैबटी ल्याखौँ बेलासा कार्यविधि चाहिँ संसदीय कार्यविधि चाहिँ पारित हेर्नुको अवस्था दोजुल आफ्नो याक्न छिप्नु बैठक जुन छौँदु आ बैठक गजौपति हेटे च्याउँदु छिप्नुपति मुद्दा त छुका वो विषयले गर्न दि हजुर जिसे छि दैदेन दु जम्मा न्याउ बैठक जुदु छौ चाहिँ छि सपोर्टिभ जुल त्यो बैठक मध्ये लेन छौ कार्यविधि बैठक कार्यविधि ओते जिसे पारित हैन अघि माथि म्यो चाहिँ जिसे नेवाली पारित हेर्नु अवस्था दु जिसे संसद र बिजनेस बी हिसाबमा गइना निहन बाकी हिसाबमा चाहिँ मन्त्रीमण्डल जिसे सोचे मन्त्रीमण्डल सोचेना चाहिँ तयार चोड्यो ख पत्र पत्रिका वा चोडु जिसे नाना चुनौदु पास भइनु मार्फत गु खु कानुन बेगल दिउ खन्दु वो कानुन जस्तो स्थानीय निकाय गइना चलायो र सेवा सुविधा अले प्रदेश गइना चलायो सेवा सुविधा अले थो याउ विषयले खु विषयले जम्मा मन्त्रीमण्डल चाहिँ कमसेकम वो कानुन देखदुङला वो कानुन त जिसे पारित यामा रिउ खनदु जिसले आठो 4 गते आइतबार चाहिँ बैठक आह्वान यही रिउ चाहिँ खन्यनदु आयु बैठक चाहिँ वो विषयले पारित र बुढाको रूपमा छलफल जी वो कारण आयु विषय आयु बैठक चाहिँ ताह उनी रिउ आशा नाचनु गु चाहिँ हेटौरा जचुन्दो आयो अवस्था छौको ठ अस्थायी रूपमा जसा राजधानी अन्जचुन्दो मन्त्रीसँग व्यापक रूपमा वो पाइक परे मुजुल यक्कु मुनु त प्याउनमा लाच्न यक्कु मुनु त वन्त चाहिँ यातायात लगाइदिबटी समस्या त जुल रिचिको ठयो मेठाइमा ढका स्वयं एमाले पिन्छ न अझको ठै लभिङ ख हेछु
छिकपिलो दृष्टिकोण छ नेपाली कङ्ग्रेससँग ठोक सवालले चाहिँ राजधानी 3 नम्बर प्रदेशको राजधानी सवालले 3 नम्बर राजधानी अस्थायी राजधानी टोकाइ अवस्था ख वो टोकाइ अवस्था चाहिँ जिसले ठो वैज्ञानिक मजुला भरि चाहिँ सोचेन अथे वो टोकाइ मैयाला धियो न छिसे महसुस जी नेपाल काङ्ग्रेस यो पास भए बिचे न ठोय छलफल जाचौँहरू कि प्रदेश राजधानी चाहिँ भर्छ वैज्ञानिक व्यवहारिक कथ टोकाइ आउखन मन त ठोक ख हैन एमाले दुनी माओवादी दुन वो खजाइ वाचौँ दु जी न हरेक 5 मिनट सल्लाह नाच्नु दु कि अस्थायी राजधानी छौला जियो 10 क यो सिमाना ला वो मकवानपुर सिमाना ला और आसा न वो लयो भौगोलिक गु स्थिति दु एकदमै थाकु अवस्था दु कि वेटा वन्ता एकदम थाकु नचिबला जानी जोखिमी अवस्था खण्डु कि खल धरान चत्र लन खोलेजी फास्टा खोलेजी वो खोले जुट्ने छिटो 5-6 वर्ष अठ्याइ लगेजी धरान चत्रलाई तत्काल छिटो अवस्था दु अचानक गरासा थो राजधानी चाहिँ जस चितवन अले नुवाकोट न्यू सो जिल्ला त ब्याक सबैसँग अपाए खण्डु जस्तो अझै छुरास चितवन खण्ड जी धादिङ छु दोलखा रामेछाप अले नुवाकोट धादिङ त चाहिँ भन्छ पाइक खण्डु नुवाकोट जुल पेउन्याउ जिल्ला जस्तो थियो काठमाडौँ ललितपुर भक्तपुर जुल काभ्रे जुल यी जिल्ला त्यता चाहिँ असाध्यै अप्ठ्यारो अवस्था दु वो कारण चाहिँ जिसले ठो प्रदेश राजधानी चाहिँ सरेजी प्रदेश थाई मुकाम चाहिँ मेरा टोकै अवस्था खण्डु ठुस सवालले चाहिँ एमाले जुन चोब्नु भनै छुदुले छ छिकपिनी से अनौपचारिक रूपमा सहल जुला जबति खवाला अयो खवया चोदु अनौपचारिक रूपमा खचाइ सहल ज्याचोदु कि एमाले पासपिन यो खि पासपिन सुकनाइ राछ ठो भर्छ वैज्ञानिक मजल जिन आज तैथेन्दु भर्छ व्यवहारिक मजल जिसे ठो अस्थायी मुकाम चाहिँ मेरा टोकै मारियो खचाइ न्याउ नाचोदु उएको पनि प्रस्तावित रूपमा चाहिँ काभ्रे भक्तपुर गाया जुन अठिख वो चाहिँ ख प्रस्तावलाई प्रतिपक्ष यिङ्की साना प्रतिपक्ष सङ्ख्या नकम दु हिसाबमा चाहिँ प्रस्तावलाई सत्तापक्ष जसले सत्तापक्ष छु समूह न जस प्रस्तावित न्याउ नै छ ठो ठो ख चाहिँ वे किसमा न्याउ नाचोदु हामीले चाहिँ सत्तापक्ष दुन्न चाहिँ न्यू पक्षधर स्पष्ट खण्ड चाहिँ ओली पक्षधर माडुकुमार नेपाल पक्षधर हामीले चाहिँ माडुकुमार नेपाल पक्षधर बिनसँग चाहिँ इङ्क फेरि सम्भावना ख वो धार्नु वे ख कि अन दुन्न न्यू पक्ष खण्डु कि उख्नु छनु 13 गते जु बैठक चाहिँ राजेन्द्र पाण्डे र नुवाकोपले थौ पुरा अवधि डोरमन मुख्यमन्त्री त लक्षित ना व नवाला वो कारण छिसेन प्रश्न सुशील लासा इम्न छु चाहिँ गुटबन्दी चाहिँ दु वो गुटबन्दी चरम अवस्था थिने अवस्था चाहिँ जे खना त झिसे छु इच्छा राछ वो चरम अवस्था थिङ्के मजु मथनमा कि थाहा राछ थो नु जिबी संघीय प्रणाली उना त नु प्रणाली उनात्नो कारण फिर चाहिँ सुतालक छिसे न्यानिङके मारियो छु न आशय ख गु दोरमणि पौडेल वेको मुख्यमन्त्री निर्वाचित जेडीयूले राजेन्द्र पाण्डे छम प्रस्तावक रूपे चाहिँ न्यानुया दिम्ति ख त्यसले आफ्नो चाहिँ संसदीय नुवाबले चाहिँ पुरा विपक्षीको ठाउँ चाहिँ नुवा मतलब चाहिँ वो माडल नेपाल पक्ष डरीपट्टि भाइस चाहिँ अनुभव ख जसलाई जिन मन ताको वे ख इमो कि उ बिचे छु चाहिँ फ्र्याक्सन चाहिँ खण्डु वो फ्र्याक्सन अभिव्यक्ति चाहिँ व याउ खण्डु जिन वे मन ताको ख गु मन्त्रीमण्डल विस्तारीपट्टि न खने मन्त्रीमण्डल तरन याउटी आज सीमित मनु त जुया चुंडो वो विषयले सुझ्या चुंडो वो खन छुया चुंडो वो विषयलाई चाहिँ न्याउने मोवनी आइमी आन्तरिक छलफल दुखे चोइ हिसाबले एमसी ठोक पिट्यो मर्ने आयो अवस्था चाहिँ म मुख्यमन्त्री अले निम मन्त्री सोमु मन्त्रीमण्डल गठन जाचौ दु जम्म न्याम मन्त्रीमण्डल गठन याउ ख न्याउने हौ वो काई एमसी आन्तरिक गृह कार्य दुखे चौ वो ख चाहिँ पिट्यो मर गुको ठाउँपट्टि कांग्रेसी उपस्थिति संख्यात्मक रूपमा चाहिँ कम दुला एमाले ओ माओवादी छठा चुनावले संख्यात्मक रूपमा त्यसको कम अवस्था जु सानो छिकपिन्छ आ चाहिँ जिमस थजो प्रस्ताविङ कि ठोची जी जिपी अदानकारी अय छु योजना देगा दिउला अथवा झिन छौ सल्लाह क्रमे दु कि नतिन हाउसले जा जिसे नसे से दिने कतै मजि ग जिसे ठो थियो सोचेना न्यन खयंग लासा सरकार सञ्चालन यो जिसे भाजलाई या थे जी वो फिलिङ दे जनता न वे ट्याकीहरुका जिसे यो यानो मर्ने कि छुरासा एमाले माओवादी मिले ज्या दुईटै बहुमत खाउ अवस्था दु संसदे तर अर्साना प्रतिपक्ष भूमिकाले थौ प्रतिपक्ष भूमिकालाई दे दु प्रति जियो विचार छुरासा असल प्रतिपक्ष भूमिका निभाएमा कि विकास निर्माण सभाले कया ठो देशी त ठो क्षेत्रीय त
1 नम्बर प्रदेश यावडियो जिसे संकल्पना सुरिए झिउ झिउ प्रतिपक्षी दल नेता झि इन्द्रबानिया अले सक्रिय दलीय छमछम नेता चाहिँ वे नोवाहरू कि ठो प्रदेश त 1 नम्बर प्रदेश देखि हिसाबले नोवा झिउ संकल्प छ 1 नम्बर प्रदेश देखमा ओके लागि हरेक चीज क्षेत्र हरेक चीज चाहिँ राम बालाका केनबल नि बामला कि अले 1 नम्बर प्रदेश मुठु ध्यानले बाले मुखो वो कारण चाहिँ ठुए आयु तत्काल अवस्था चाहिँ जिसे ठेठो जिसे प्रस्ताविन की जिसे चाहिँ आतक झिउ छल सल मयन्नी कि आन्तरिक रूपमा कुनै गइनाउने ढिउ ख चाहिँ बढी छु छलफल जु त थरी आउगा जिसे यो छुन मय प्रदेश नाई सन्दर्भ छुजे चुंतो नाई सन्दर्भ आ प्रदेश नम्बर 3 ला ह्याबले जसले मुख नालो छौ छौ अवक्षण वइ आ ठाउँको चर्चा भया चुंको ठाउँ ना चाहिँ बागमती प्रदेश नारायण प्रदेश अले चाहिँ नेपाल मण्डल प्रदेश नेवा टामसालिङ प्रदेश गाजगु वया 3 नम्बर प्रदेश यो चर्चा वया चुंतो छु खण्डु चाहिँ एमाले पिनु छु दृष्टिकोण खण्डु छिप्नु छुदु गठिदु अनौपचारिक रूपमा खलायबले औपचारिक रूपमा मोर्छ अनौपचारिक रूपमा खलायबले गजबको चाहिँ अवस्था नाई विषयले चाहिँ व्यापक छल जो मर्ने त कि सक्सिन भने छु राछ नाई विषयले भर्सक जिमे विवादे मोंक थो चाहिँ ना टुङ्गेमा नारियो खासे ना ना नाम चाहिँ मेबी छुन समुदाय त असर मजिक ना टेबले चाहिँ छौ बालक तयार चाहिँ यहाँ अन यो कु विवाद मजिक ना आया चाहिँ वो नामे टुङ्गे मारियो खचे सरस्वती जुरु त ठ्वे नामे थरियाउ अरियाउ ठु किस्म याउ खचे अन सलाजु यो छुन मर्ने एमालेम सम्म चाहिँ सांसद पार्टी दिने चाहिँ नेपाल मण्डल प्रदेश नाजुमा रहेका चाहिँ यिनको लगे चीजको चाहिँ खण्डु कनेउना अझौबुटी नाउ लासिपिनु भूमिका सुजिलेछ नेपाल मण्डल नाते विषयले झिउ भूमिका न सकारात्मक जी कि वो ढ्या आ 5 मिनट न चाहिँ सम्झाया बानी ठीक मानि दनी ठु नात लाछ ठीक जी त्यो हिसाबमा चाहिँ सम्झाएको छु बाँकी नै दनी तर यदि नेपाल मण्डलले नाटक जु पाखे पूर्ण समर्थन जी देशले उठो ना ठीक न जुठ्या छ अहिले आज चाहिँ गुकुठैपट्टि नाथ राजधानी विषयले नाप्नापो संसद ध्यानाचुङ विषयले खजे चुङदो वो छि कना चुने दिगदो वो नाप्नापो स्थानीय तह अर्थात् स्थानीय सरकार वो केन्द्रीय सरकार लिसिपट्टि सम्बन्धित अवक्षण खवे टुङको वो सुज्या चुङदो आज चाहिँ प्रादेशिक सरकार हामीले ठोल चाहिँ नुडमै सन्दर्शनीय सरकार जो ठुलो भूमिका छुजी स्थानीय तहले गन्तकुनी केन्द्र नब गन्जो सम्बन्ध जी वो विषयले छुको छलफल आटको जुइ ढुङको कि मजोनी गठका ठो विषयले न खासै छलफल मजोनी आछि न तैदि थेन्टो ठो प्रादेशिक सरकार नु संरचना वो कारण न स्थानीय सरकारलाई पहिले डु जुल व अधिकार जगत मोरो हिसाबमा जगत पहिला डु स्थानीय सरकार जुल केन्द्र सरकारमा दुए जुल आठो गु विषय पनि प्रादेशिक सरकार वो ठुक टोटली नुजु कारण ठुकै अधिकार छु ठुकै कार्यक्षेत्र छु छौ कानुन ठुकै अवस्था ख तर विस्तृत रूपमा थरथरियाहरूका छुन मोरो अवस्था याना केन्द्र सरकार नमा गइना समन्वय र स्थानीय सरकार नमा गइना समन्वय विषयले भइछ अन्यल खण्डनी कि ये थो अन्यल द चिरे आ कानुन चाहिँ थो अन्यल द पक्का चिराई जेरा छु लगे जरासा कि आयु थो देशी समृद्ध या त फुक्को पार्टी से समृद्धि खलाउ खन्यन्यौडु कि समृद्धि या त चाहिँ जिसेबले अहम त के नासायन ठठौ पाखे फुक्को मिले ज्या ज्या पटासा ठो देश समृद्धि सम्भावना दु नत्र हाना छिए नाफेन्डो लाजु लानात निउ वइटो दोसारो पनि या वइटो दोसारो पनि या खस अझ न समृद्धि तापाई विषय ख वो कारण ना छरासा ठो प्रदेश यो भूमिका सुजी दिउ चीज अझ न क्लियर जो अवस्था मर्ने वो कारण छिपे ठो भूमिका क्लियर याली नि लगे जातोले छरासा छिपे समन्वय सहकारी याना उन्मार्यो भनेर चाहिँ भेट्यो त्यो प्रदेशपट्टि भूमिका छुजी प्रदेशमा छुछु ज्याइ गठिया विषयले वो विषयले नीति निर्माण त देखिपट्टि ज्याय एस ताहाको कैदनी प्रदेशमा ज्याय सिबेन थयो आन्तरिक तयारी चाहिँ योको इमाली खण्ड कि गठेका थिन एकदम ठीक जो ठो छुरासा जिसैन तत्काल छिसे ज्या त अझै टापा विषय थिने पहिला थ घण्टा छु नि थयो छु छु थाडु थ भूमिका छुडु थयो अधिकार छुडु वो फुक स्पष्ट क्लियर यातिने टाइम भर्छ काइ गुल्टी काइ दिन्छ छिसोले चाहिँ 1 वर्ष काइ थिन्छ 1 वर्षला काइ मुखला काइ किन मुज्यो छारा छ थ्यो ठगल ठो अलमले छिपि 1 वर्ष नासा जिसे ज्या समय दैम हो जिसे समृद्ध या त जिसे जिरो टाइम गाइम हो कारण छरासा जिसे आ जिउ ख चाहिँ ज्यादा फास्ट ट्र्याक कानुन त निर्माण या मला
फास्टट्रैक कानुन याक्रो ठो कानुन त हया छिपी झिसे ठुर ज्या इम्प्लिमेन्ट या मला अले चाहिँ छिउ भूमिका न खन्दै फुवा खन्दै दुई सबै छिपी न्याउनु नाप्नु दु ओ कारण जिसला 5-6 महिना अझ लगे जिले जिउ मन चाहिँ उठाया छौं दुगा छि ठोइले सूचना दिगदु इन्डिजिनियस टेलिभिजन ने प्रदेश नम्बर 3 या सांसद पुकार महर्जन वेको नेपाली कांग्रेस पार्टी ठुक्सिए चुनावी ट्याब ख वेक सांसदले से सला बेगच्नु ख 3 नम्बर प्रदेश या थिति पक्ष टके आजको दिपाकाय दिपालिपा अवश्य हाक्न वेको लिसिनेन गन पाखने जीवु तजिलजी सम्पदा संस्कृति खला बला नुगु पुलागु ने नेवा खया थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला इन्डिजिनियस टेलिभिजन ने हाक्नच क छिटा लस्कुस्नाथना जी श्री कृष्ण महार्जन पाखे नेवा सरोकार ज्याजुले ठौ या ज्याजुले पाहको थपना दिगदु नेपाली कांग्रेसमा 3 नम्बर प्रदेश या सांसद ट्याका दिम किपु पांगाया पुकार महर्जन वेकली से 3 नम्बर प्रदेश से गुगुथ ज्यान हेना चुंगदु 3 नम्बर प्रदेश से गुगुथ प्रतिपक्षीय भूमिका जुए चुंगदु सत्ता पक्ष छुइना चुंगदु ठैठिटी पक्षले से सला ब्याका चुनगु खसा वेकला गुगुथ कना चुना दिगदु अलमल जस्न कानुन देखिन्ति लिबना चुन याक्न यामाउ अर्जुलास ज्याट ठाकुयावना चुंगति अवस्था नुगु संरचना नुगुको ठाउँ वनबापति इ उकिम सन चाहिँ एमाले वो चाहिँ माओवादी केन्द्र या सत्ता पक्ष ज्याचुङ अवस्था इम्ट ठुन अलमल ज्याचुङ खल धेगुको ठाउँ आशंका न वेकलम व्यक्तिना दिगु जुल आ वेकलिसे ठोहे 3 नम्बर प्रदेश वेकअप समिति भूमिका निसिके 3 नम्बर प्रदेश राजधानी अस्थायी राजधानी हेटौँ राज्य ज्याचुङ अवस्था हेटौँ राज्य यात्रा ना वनिबले अनसनिबले अनजना अनवना जायाबले गुल्टाको ठाकुया चुङदु लगाइते विषयले सल्लाह पक्ने पुकार दि हाक्नच क छिटा लसुस्नता हानसको सुवात गुगु त चाहिँ आइ तक अवस्था 3 नम्बर प्रदेशपट्टि पोजिसन सत्ता पक्ष मिटा छौँ अले प्रतिपक्ष छिक्नुपट्टि खकना दिल ठोद्द थ्री चाहिँ ख छौ छुनो ड्राइभले अछि चाहिँ युवा अले नुम कठ सांसद छि चाहिँ प्रदेश ल्याखेजको मक्की संसदीय ल्याखे हिसाब हुन चाहिँ नाफा खुसी चाहिँ सांसद जुया दिउजुल प्रदेश छि जुया दिउजुल प्रदेश युपति राजधानी चाहिँ हेटौँडा लाना चुंदु येन सिवनमा यात्रा तस्को जोखिमपूर्ण रिसिज खण्डोया चुंदु छि फर्पिङ जुया वनले यात्रा जोखिमपूर्ण हामीले जोखिमपूर्ण चाहिँ ढंग वनमा उठे अवस्था गुदो महसुस जाचुंदु सांसदले त्यानगलो अजौ यात्रा वना प्रत्येक बैठके उनले संसदीय बैठके उनले अजौपट्टि चाहिँ ज्ञानपुपट्टि यात्रा जन्मले किमोक्सा ओके चितवन जुया उनले तस्को ताको जाम लगाइतिउ खण्डु जुया चुनबले चाहिँ अनुभव त गठिदु वो यात्रा याबले अब सांसद तेब्दी ढाफु द गठित हुलेछ अप सांसद ढाफु ठोय ख कि जेबे सांसद जु लागु छुछुन जुइ दिउ सेन सोचे महिना कि जेसे ठो छिट चाहिँ जनता चाहिँ छौ जिम्मेवार दिउ ख का छिमजे जिम्मेवार रे साम जिम्मेवार दिउ ख तर आछि दे थिन तैदि थिन दु छि जिम्मेवार साथै राजधानी चाहिँ हेडरा टोकेना बिला बैठक प्रत्येक बैठके हरेक कामकाजी सिलसिला हेडरा उनमा अवस्था दु आटक वनाचो वडेलन जिसे दक्षिणकाली लजुया दक्षिणकाली हुमानी भन्जिङना वनाचो दु ल चाहिँ एकदम कठिन दिन त न ढार्न कि ल चिबला अके माथि वटाटा सुमते पेलाई अभ्यासकै दु हर्न छ मन्याको से स्पिड बकाए वो एकदम जोखिमपूर्ण यात्रा दु वो अर्धका आना जिसे ठुके बाहिर त वसा वे समस्या दु अले नारायणगढ चायलावनला जाम ढाई टाइम ठेंगे फैम हो हाना समय रह्यो एकदम महत्त्वपूर्ण कि छिउ काठमाडौँ राजनीति जना राजनीति नाप्नु कि फोन यासा त छिमी तुन्ट हाजिर जिम अवस्था जन्दै नि अनि छिमी हेट्राउना हेट्रा चना वो या फै अवस्था मोरो छौला लयु भौगोलिक अवस्था असाध्य ठाकु खना जिला एकदमै ज्ञान पैछ वो कारण नान हेट्रै राजधानी गु ख टोकाया चाहिँ फिच अजना जिता कि वैज्ञानिक मजु ठेचो कि सिमाना इंगा तयाबल कम से कम व्यवहारिक कथन अफी हिसाबन केन्द्र गन्ठागला केन्द्र राखे काठमाडौँ ठियो म कि काठमाडौँ प्याउना काभ्रे जिफु
हरेक ठासे ठक्क सोया सेन्ट फन्ठा त सेन्ट जुई त्यो हिसाबमा टोके अस बाला उठे चों जिसबले वो टोके मेयो कारण कठिन पूर्ण यात्रा एकदमै ठप्या चों अवस्था अनुवना चुना अन संसदीय सहभागी जीवले अनचुनि नेउटी व्यवस्थापन अझ चीज गठित हुने स्थिति आम ख चाहिँ एकदमै चाहिँ एकदम भालो क्वेसन यान दिथ्या छ हिसाबले अन छिट विभिन्न किसिमको प्रोपागन्डा हया जंगु कि खला आव नगरपालिका हरेक सभासद 10 धुर जग्गा बिउ निर्णय याते हो खला खैफु निर्णय याउ जिफु तर वे इम्फे निर्णय यातेको छिसे का मे जिउ न त खत दनि नि मलाई छिबि जो सुविधा भोगिली लागि उनो सांसद जाउ उनो पक्का मखनि वो कारण इम्फे बिल लागो छिसे काइ पिन काइले मकाइ लिवल दनि खदनि अन चुरासा आ छौ चुरासा हन विभिन्न अझै वो क्वार्टर त बिल हिउन हन समाचार हेया छौ तर जु अयो छुइ अवस्था मोर जिबि वन्यु होटलले चन मलाई होटल बुक या मलाई होटल चन होटल चने उटिग थाको आर्थिक स्थिति थाको हरेक चीज थाको कोठा माला मालफु मखनि अब वो स्थिति अयो दु विभिन्न प्रोपोगन्डा विभिन्न थो हिसाबमा चाहिँ कायल जु अवस्था खन छारा छ थुके चाहिँ विभिन्न क्वार्टरमा बिउ सुविधा चाहिँ भया जनतै माझे चाहिँ एठुम त चाहिँ हरेक मनुष्य चुनिने छ छिमदल क्वार्टर दत मखलाई तर जु छु मोरो जगतको बिल लगा हल्ला यासमा वय ख तर बुझिन नाचन धैनी बिउ साना इम्से बिउ निर्णय आसन कने काइबले छिसे ग्रहण एबले छिसे गुकिसमा ग्रहण यावला सा तर वो ग्रहण यातले थन जनतै पाखे टाडा जिउ खला बोल छिसे सोचाया माल नि छिसे लोभ लाजे फसे जिउ खसला जे सांसद जिउ अर्थ न मरे फु वो कारण जेसले वो अयो खतन मस भालाउल थेचो थो राजनीय जेसले अपायक खण्डो अगुको ठाउँपट्टि चाहिँ छिपिनु प्रतिपक्षीय भूमिका जो चुनाव दिएको दो मिधा चुनाव दिएको दो त्यो प्रतिपक्ष यो भूमिका ठोस स्वेबले चाहिँ उयोको मुस गुल्तक सहकारी नहुने थिए अपटी अवस्था खण्डो प्रतिपक्षले से आटकेपट्टि अवस्था स्वेबले आटको अवस्था स्वेबले इमसे व्यवहारला भालके न त सहकारी अवस्था चाहिँ खनातङ दु लिप्टे हन भरितला सोए बागदिनी सारा दिन त हनुमान पेरेडे सिराउ मुखनी वो सिरेबले इमसे व्यवहार गर्जी सरकारी गुण दोषी आधार जिसे सहयोगी या प्रतिपक्षी भूमिका निभायो खया कता अर्थान अझै छिसे जो विचार छोरा अझै छिपि मिले ज्याउ न्यू ब्याक विकल्प मोर हो तो 3 नम्बर क्षेत्र देखियो तो 3 नम्बर क्षेत्र विकासको लागि तो 3 नम्बर क्षेत्र 1 नम्बर प्रदेश याना ह्यन्यंकी लागि सहकार्य सहमति ब्याकले मेरो छु उपाय मोर वो कारण छिउ प्रतिपक्षी भूमिका न सहकारी सहमति त फोकस ना छिपि ह्यनु अवस्था दु र वेक अप इन्सेन आतक दिसले व्यवहार चाहिँ ठिकै नाचौ खण्डु थले ज्याउन्दा छ क्षेत्र विकासको लागि असम्भव हो मको चिकपिन नापा चाहिँ प्रतिपक्षलाई नाचौँ सत्तापक्ष पिनलाई नाचौँ ढाबले राप्रपा न्यू राप्रपा हजुर उगेको थ मेउपट्टि पार्टी ढाबले नेमुकिपा हजुर वो नयाँ शक्ति पार्टी दु अले साझा पार्टी न दुजुला हजुर ठो पार्टी तुलु वो पार्टी त्यसो चिकपिन त चाहिँ गुल्तक समर्थन नाचौँ चिकपिन नाप्न पनि दुकी उगेको पिन नाप्न पनि दुकी गठित हुला स्थिति आतको स्थिति छि नाप्न पनि दु नाप सत्तापक्ष बाइक चाहिँ चुना चुन्दो दु चुना दु इन्टर्न सत्तापक्ष इन्कीपट्टि अयो पल कर्मी जसुङ खण्डु के भर्दै अयो चाहिँ खन मरो अयो खन मरो एमसे जस माओवादी एमएल मिले जसा त दुईटै बहुमतला खकिन हातन ढ्यान्न वो दु अवस्था हामी पनि काम अवस्था मोर थेचो असाना अझ एमसे चाहिँ प्रतिपक्ष कम न्यूनीकरण हिसाबमा चाहिँ एमसे संख्यात्मक हिसाबमा हामी पनि का प्रयास अझ बेटर थो चाहिँ जी प्रतिपक्ष सम्पूर्ण ढ्याज्यू मुजु जिन मुछु तर छोरा छ जी थो खतया कि वो अयो क्या चाहिँ प्रयास चाहिँ याउ खन मरो आटक चाहिँ अझ छुन खने मरो त्यसले दुईटै बहुमत देव गाड यो चिजको ठाउँपट्टि ढङ्ग चाहिँ एमाले हो माओवादी केन्द्र उनाचौँ खण्ड छिगो दृष्टि भने छिगो साहेबलाई एकदम वे किसिममा ह्याउन चौ खण्ड दुईटै बहुमत चाहिँ पार्टीलाई चाहिँ यो कुछ चिज या फैजुल्ने राजधानी सवाली नाई सवाले हरेक सवाल टाइपले छिपिनुपट्टि सहमति मोर सानो भएको चाहिँ पार्टी नाउन प्रावधान दु अथिना वनीपट्टि खटो वया चौँ कि मरो अथिल आटको छु सिन चाहिँ अन्यपट्टि ढङ्ग प्रस्तुति खन्मरो अयो सिनारो छुन खन्मरो जे नात ढाल कि अयो खन्मरो तर आटको व्यवहार या ठिकै छु तर दुईटै बहुमत खाओ हिसाबमा न संविधान अकाट्य धारावाहिकलाई मेरो धारावाहिक संशोधन याफु वो हिसाबमा एबि ह्यानु अवस्थालाई मरो तर आको नै हान एक्सरसाइज क्रम या त्यसै सोए भाग्दैन
छिकपिनु पार्टी छुट्या जुनले आज चाहिँ गजब गठन भूमिका मिटिरहेका पार्टी छोड गठन निर्देशन दै रचनात्मक रूपमा आइट चाहिँ मिटी सही दिन तक सो अनलिपितको प्रतिपक्षी भूमिका थिन्यापट्टि खण्डेकी यो निर्देशन दुकी छुटुलेस अयो निर्देशनलाई खासै छुमर्ने आए झिहे छिउ भनाइ नछुरा छ रचनात्मक प्रतिपक्षी भूमिका निभाए मार्यो खची पासमिन विजय चाहिँ खज्या छौँडु आज यो केन्द्र चाहिँ अयो किसिम निर्देशन चाहिँ छुनो बिब्यु मोब्यु नि कने हाना छौ तालिम बिदा ट्याउडु जे सांसद जग कने मुख एक 30 गते चाहिँ तालिम बिदा ट्याउडु आउ छु विशेष तालिम बिदा ट्याउडु हजुर तालिम बिदा ट्याउडु वा आ जुइफु आ कमसँग वो संसदीय प्रस्तुत जीवले चाहिँ थौ भूमिका एकदम उपयुक्त हिसाबमा प्रस्तुत जीवला तालिम जीफु मेरो छुन तालिम जीफु तर आत केन्द्र चाहिँ थियो भूमिका छिमे मिटमारगा छु निर्देशन चाहिँ बिउ मर्ने छिन्दै दिल्ने सत्तापक्षी ढामल दास चाहिँ छौला चाहिँ न्यू गठबन्धन न्यू पार्टी गठबन्धन जस्तो कृष्ण एमाले जुन चाहिँ ओली पक्षी वो चाहिँ माडु नेपाल पक्षीपट्टि चिरबाया छौँ थन्यापट्टि प्रस्तुति अनि खण्डया छौँ अलग अलग कठै प्रस्तुति खण्डया छौँ राख्ने सिक्किम पार्टी न चाहिँ देव पक्ष वो रामचन्द्र पौडेल पक्ष अलिपाउ इलेवा प्रकाशमान पक्ष दुई चीज गठिदु उके गुल्ली भूमिका ज्याचौँ दो वो सवालले उके न प्रभावित गुल्ली ज्याचौँ दो छिकपिन छप छडी जीव लागि चाहिँ गठिका आतक ओके प्रभाव चाहिँ खनमर्नी उन छिसेन प्रतिपक्षी दलीय नेता छानेले सर्वसम्मत हिसाबमा छानेनु अवस्था दु जिफु वो प्रतिपक्षी दलीय नेता नै उयोको यो भूमिका चाहिँ तरौ रोल जी उयोको चाहिँ एक पक्ष हिसाबमा चाहिँ वो उयोको छौ धारले दे वो मरि यो खै जी मखो थौ धारे त से बेला मेरो धार त व्यवस्था नाइकला हान अन्न छु विस्फोटले जी वो जुल्ला चाहिँ अन्न धार खण्डै अरु जुल्ला प्रतिपक्षी न कमजोरको अवस्था हो नि जिरो चाहे जो छुरा छ भर्सक अरु मयामा या मजुर हो विचार कि सकृष्ण समेत याना यो छ रचनात्मक भूमिका प्रतिपक्षी मिटन अफी मकसद थय माते थय कमजोर जुल्ला न छु प्रतिपक्षी भूमिका मिटी ओ कारण चाहिँ जो आग्रह नो दु ठोमया छ बाला जोपति मजुर गा छु आसन या हजुर या मया छ बाला मजुर थे चो जिसले जम्मा न्याउ समिति देखि लेखा समिति नसे कया न्याउ समिति देखि वछ दु प्रावधान छुरा छ 6 समिति 22 जनताको चुनाव हिसाब दु ताबले आ छि जम्मा 110 जना संख्या दु अब न्याउ समिति 22 जना देले 110 ला 28 अन दुनिया नि न्य ताले प्रत्येक मुन्डे छमछम छौ समितिले थाला दे दु उ कारण न सुट्न काखा पाखा मयासे पर्छ मिले एंगल लाछ जेसले सकृष्ण बनाइ छ वो याना इंगमा रिचि छिउ भनाइ जुल हजुर दखले लिपा फकारजी आ चाहिँ संसदीय बैठक न जोना छौँदु आ जुबटी अनुभव नापमा आ संसदीय त चाहिँ गुगुटन हेकमा उडे विषयले छिउ व्यक्तिगत रूपमा धामल लाग्छ टेलिभिजन सूचना दिबिन त धामल लाग्छ ठो संसद छु आशया भई आ चाहिँ तत्काल ठोटक आशया भई ठट्टक जुई अटक जुई या चाहिँ आम मतदाता त नागरिकले त धामाबुटी खछु सन्देश त असदै मेरा आठो छुरासा ठो राधा ध्यान ठो नु संरचना वो कारण छिटो ज्यादा भच्च पकाना भच्च अप्ठ्यारो दु ठो ओके एन कान देखि नसिया कया फुकैना याबले भिच अप्ठ्यारो चाहिँ दु तर खत्तर साना छुरासा ठो 3 नम्बर प्रदेश चोपी विशेष न आम मतदाता जनता चाहिँ छुरा आग्रह छुरासा बढी त धैर्यमा र सुत्न अछि आक्षेप लगाए माछे छिपिछे थौ गतिविधि यागेमा अवस्था दु छिसे थौ क्षेत्र देख्दा थौ देश विकास थौ क्षेत्र विकास लागि छिपी पकान हनमा ओके लागि छुरा छ नु संरचनाको दु कारण सु पर्छ तेलजी तर असम्भव मक्की तो चाहिँ देश छिसे ठो क्षेत्र विकास या एक नम्बर प्रदेश हिसाबमा डेभलप या यो वचन न दु सक्छु पार्टी न वे कमिटमेन्ट न दु ओ कारण न आम मतदाता छुरा छ सो धैर्य या त जे इनाबेसे छिसे ठो 3 नम्बर क्षेत्र देखि लागि थौ ठ्या गा ठ्या विकास लागि झि थय सकले मिले जाय यनमंग सम्भव मरु कि जिमसे ट्याकिट हुन वेक अप इनसे यही रेउ छाचुन नासा अझन पर्छ ठाकुइ दिने कि छु कमजोर दस जिम द घसघसे यामला जिम छु अछि गल्ती नाचो मचागा गल्ती नाचो जुको उ अवस्था न या छिमे थो गल्ती अटका खबर गर्न या अवस्था ओ या ता चाहिँ मनु न ख गल्ती जिफु वो या ढाँचा थर सच्चे जी अवसर हुई र सच्चे ज्यान अले ठो छ्या विकास याउ लागि जिबिन हनुन फेड्यो
आम मदद इनापला ची बेस्ट टाइ बावजुद न थन्थिङ झाइदिला थुलमुसी खंकनाइदिला अनुभव एक खन आप 3 नम्बर प्रदेश एक चित यो गुक्सुबा लेभल बाक्न नापले जोजलपा चित जको सुबाले झिगु तजिलजी सम्पदा संस्कृति खला बला नुगु पुलागु ने नेवा खया ठिठी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते